आज हामी खेतमा गहुँ काट्न भनेर आएको र गोरे दाइसँग एकदम सिक्रेट तरिकाले कसैले नसुन्ने तरिकाले हामी दुई भाइ मात्रै यो कुनामा बनमाराको झ्याङमा बसेर रमाइलो गर्दैछौँ र गोरे दाइले एउटा मिठो गीत गाउनुहुन्छ। त्यति गायककार पनि होइन, त्यो सरले यसो एउटा कुरा राखिदिनु भनेर मैले यसो एउटा मिठो गीत गाइदिन्छु, नरिसाउनु। सुनेर रमाइलो मान्नु होला होइन। हामी दुई भाइ त त्यसै रमाइलो छौँ होइन। टुक्का रोइर्दै पर्यो, रोइर्दै पर्यो, बाबाजेको धर्मले के गर्यो, पुल तारे काली खोलाको के को माया लागो र पिहारे, किन र फोनमा बोलाएको। अब यो गीतले त मेरो आँसु नै झर्यो दाइ। खेदिनमा जन्मेको म पनि, जन्मेको म पनि, चौतारीको खसेको छ पानी, पुल तारे काली खोलाको के को माया लाग्यो र पिहारी, किन र फोनमा बोलाएको। ल अब गाइज अब कस्तो लाग्यो तपाईँहरूलाई गीत? अहिले चाहिँ यति नै है त दाइ। अर्को पनि गाइनेको गीत। ल गैरे गाउँका केटी, डाँडा गाउँका केटा, घाँस काट्नेमा भेटा भए कुरा गर्छन् मिठा, न सासु न ससुरा कसको मान्छन् दरा, परदेशैमा श्रीमानले के थाहा पाउने छरा, आई लभ युलाई पठाउँछन् आयो बस महिना दिन ल भयो दाइ भयो। अर्को पनि भयो दाइ। अब त सक्यो है। फेरि अर्को भिडियोमा